हेलो नमस्ते। यो हेर्दै हुनुहुन्छ फ्लोरिङ पेन्ट हामीले अलरेडी लगाइदिइसकेको छु। अब यसमा तपाईको लगाउने तरिका यो भिडियोमा मैले समावेश गर्छु। यो भिडियो एन्डसम्म हेर्नु है। यहाँ हेर्नु अलरेडी यो टु कोट भइसक्यो। लगाउने तरिका हामीले यो भिडियोमा राख्ने छु। कसरी लगाउँछ भन्दाखेरि यो भिडियोमा मैले हरेक कुराहरू चाहिँ राख्ने छु। भिडियो एन्डसम्म हेर्नु है। जसमा हामीले लगाउन भन्दा अगाडि राम्रोसँग पानीले सफाइ गर्नुपर्छ। अनि यसको लेभल चाहिँ अलि प्लास्टरको जब तपाई ढलाइको अलि लेभल राम्रो छैन भने एकदम लेभल चाहिँ क्लियर गर्नुपर्छ। मेरा पास आ गया इंडोको कंपनी का बेस्ट पेंट, जो कि ये पेंट हम अभी फ्लोर में लगाएंगे। ये वीडियो इन तक जरूर देखिए। अनि यो स्क्र्यापरबाट हुन्छ भने सफाई गर्नुपर्छ हैन। जसमा तपाईले अब सफाई गरिसकेपछि पानीबाट राम्रोसँग पखाल्नुपर्छ। पखालेपछि त्यसपछि हामीले डाइरेक्ट जुन हुन्छ नि फ्लोरिङ पेन्ट हैन, इपोक्सी पेन्टमा धेरै खालको डिफ्रेन्ट कलर हुन्छ कि डिफ्रेन्ट कलर हुन्छ। तपाईको पानीवाला पनि हुन्छ र हार्डनर यो के भन्छ तपाई थिनरवाला पनि हुन्छ। अलि डिफ्रेन्ट खालको हुन्छ हैन। जसमा हामीले वाटर इपोक्सी पेन्ट युज गरेको छु। जसमा हामीले यो डेटिङ एरिया हो हेर्नु, यो डेटिङ एरिया हो हेर्नु। टु कोट भइसक्यो। टु कोट हामीले अलरेडी लगाएको छु। अनि लगाउँदाखेरि तपाईलाई एक कोट लगायो अनि लगाउँदा राम्ररी एकदम सफा सुक्नुपर्छ। एक कोटमा सुकेपछि अनि डबल कोट गर्नुपर्छ। डबल कोटमा पनि तपाईलाई सुरुमा अलि कम पानी हालेर एप्लाई गर्नुपर्छ। अनि अर्को चोटी एप्लाई गर्दा त्यसमा पानी नहाल्नु। पानी मिक्स गर्दा पनि थोरै केही फरक पर्दैन। धेरै नहाल्नु, धेरै पातलो नबनाउनु। अलि बाक्लो भयो भने झन् राम्रो हुन्छ। किनकि इपोक्सी पेन्टै हो, लाइटको लागि हो। अनि साइनिङ देखाउनको लागि हो। जसमा तपाईँ हेर्न सक्नुहुन्छ मैले वहाँदेखि यहाँसम्म आएको छु। तपाईहरु पनि यदि लगाउन चाहनुहुन्छ भने दिएको डिस्प्लेको नम्बरमा सम्पर्क गर्नु। नेपालभरि हामीले गर्छौं। तपाईको अब पार्किङ एरियामा, बेसमेन्टमा, ग्राउन्ड फ्लोरमा हैन, अब भन्नु नि फ्लोरहरुमा यदि लगाउने यतिकै आवश्यकता छ भने फोन गर्नु। किनकि अहिले भनेको टाइल भन्दा नि इपोक्सी पेन्ट राम्रो हुन्छ। प्राय धेरै मान्छेहरु टाइल छोडेर इपोक्सी पेन्ट लगाउँछ। किनकि राम्रोको लागि हैन, राम्रोको लागि बच्चा बुच्चीहरुको लागि पनि बेस्ट हुन्छ हैन। त्यसमा हामीले एकदम राम्रोसँग फिनिशिङ गरेको हेर्नु। अलि मेरो क्यामेरा त्यति राम्रो नभएर हो, त्यो पनि हेर्नु कति लाइट गर्दैछ हेर्नु त। एकदम बेस्ट लाइट गरेको छ। त्यही भएर तपाईहरु लगाउनु हुन्छ भने नि पक्कै यो नम्बरमा सम्पर्क गर्नु। पुरा अल नेपालमा हामीले गर्नेछौं।